नमस्ते, मेरो नाम मनिषा सुब्बा, म चाहिँ घरैसी काम गर्छु। नमस्ते, मेरो नाम सुमिता थापा, म कार्यालय सहयोगी काम गर्छु। नमस्ते, मेरो नाम पवित्र थापा, म घरेलु श्रमिक हो। नमस्ते, मेरो नाम रेखा कुकुर, म चाहिँ सडक व्यापारी। नमस्ते, म भीममाया लिम्बू, म घरेलु श्रमिक हो। नमस्कार, मेरो नाम देविका थियो, म शान्तिनगरमा बस्छु। हामी चाहिँ सडक व्यापारी हौँ। सडक व्यापार लिएर हिँड्दाखेरि सडकमा गल्ली गल्लीमा हिँड्दा पनि महानगरपालिका त्रास भइ हिँड्न पर्ने हुन्छ। नमस्ते, मेरो नाम सरिता कायस्थ, म चाहिँ गृह श्रमिकको रूपमा घरमै बसेर पोतेमालाहरू बनाउने काम गर्छु। श्रमिकहरूले पाउनुपर्ने हक अधिकारहरू त छ, तर श्रमिकहरूले पाइरहेको अवस्था छैन। यो हक अधिकारहरूलाई चाहिँ श्रमिकहरूमाझ कायम होस् भनेर नै हामीले वर्षौनी महिला दिवस मनाउने गर्छौँ। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस पितृसत्ता र पितृसत्तात्मक राज्य व्यवस्था विरुद्धको एउटा लडाई हो। यसका मुख्य योद्धाहरू भनेका चाहिँ श्रमिक महिलाहरू हुन्। श्रमिक महिलाको पहिचान, सम्मान र सुरक्षाको विषयवस्तु आज पनि महिला आन्दोलनको केन्द्रको विषयवस्तु हो।